हेलो गाइज, आज चाहिँ नमराइले सिप्ले टिप्दै छ। हेर्नु होला, मेरो बारीमा सिप्ले छ। सिप्लेको बोट त दामी सप्रा छ है। एक हप्तामा टिप्ने गर्छु। यो त छिप्पिहाल्छ क्या, फेरि अलिक ढिलो यता छिपिसक्यो नि त। ल यो अनि यता पनि छ। ल हेर्नु होला गाइज, यस्तो दामी छ नि, के भन्नु र। हेर्नु कस्तो दामी मुन्टा सर लाएर उम्रेछ भने गाइस, हेर्नु त ल। यो चाहिँ सिप्लेको बोट हो है। हेर्नु होला है गाइसहरू। टिङ 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 टिङ। यहाँ पनि छ हो, थुप्रो छ सिप्लेको बोट चाहिँ मेरोमा चाहिँ टन्नै छ। तर अस्ति टिपी भ्याएको क्या, यो त्यति साह्रो छ। ल अब यहाँको पनि टिप्छु। कस्तो दामी कलिलो पाराको। ल हेर्नु होला साथीहरू, देख्नुभयो त सिप्ले घान। सिप्ले घान हेर्नु होला, नमराइको बारीमा टन्नै छ। यहाँ पनि टन्नै पो हुँदैछ त यार। यो त हेर्नु होला साथीहरू, यसरी आउँछ, टन्नै आउँदैछ। यहाँबाट टिपेको अस्ति, यहाँबाट पलाउँदैछ। यो त जति टिप्यो त्यति आउँछ नि त। यहाँ पनि छ गाइज, यो पनि टिप्छु। अब यो चाहिँ पुरानो आगो, अस्ति नै मैले यहाँ चटचटी काटेको थिएन, अनि त्योहरू यहाँ सबै आएको यस्तो हुन्छ क्या। यहाँको पनि अलिकति रहेछ, यो पनि टिप्छु। अनि हेर्नु होला गाइस, यस्तो कुना कुनातिर पनि छ। हेर्नु, यो सबै काटेको अस्ति होइन, यो जम्मै काटेको, त्यही भएर पुर्को पुर्को भएर आएको छ। हेर्नु होला, आम्मामामा केही बेसी उम्रेछ। जम्मै अब एक हप्ता पछि टन्नै उम्रेछ। यहाँ पनि चाहिँ कति धेरै हेर्नु त गाइज। अब यतातिर पनि छ। यो चाहिँ अब हप्ता 10 दिन पछि रेडी हुन्छ। यसरी टिपिराख्नुपर्छ। अब हेर्नु होला, नमराइको बारीमा चाहिँ इस्कुसको धाक्रा जाँदैछ गाइज। यहाँ चाहिँ मजाले मैले मल लगाइदिएको छु है। मल लाएर चाहिँ पत्काले छोपिदिएको, टन्नै यसरी जान्छ। यो रुखतिर जान्छ क्या त। अनि हेर्नु होला गाइज, मैले चाहिँ भर्खर टमाटर गोडेको। देख्नुभयो त है, मजाले टमाटर गोडेको छु। यहाँ चाहिँ मैले 6-7 बोट लगाएको छु क्या, दामी पारामा। यहाँ चाहिँ मल लाएर है मजाले गोडेर चाहिँ अनि माटोले छोपिदिएको। यहाँ त फुल्नु पारेछ है, यहाँनिर हो फुल्दैछ। मैले त्यत्तिकै यसलाई हेला गरेर यतातिर सार्दिएको थिएँ नि त, कस्तो दामी आएको छ गाइज। यहाँ पनि इस्कुस छ, काँक्रा छ साथीहरू। काँक्रा यसरी मैले मलहरू हालेर चाहिँ यसरी छोडिदिन्छु क्या, पत्काएर चट्ट पारेर होइन, अलिक खल्टा खल्टा जस्तो बनाउनु पर्छ। अनि यहाँ पनि छ काँक्रा 2टा बोट। मकै चाहिँ यतातिर जान्छ थाक्रा चाहिँ मजासँगले। अब चाहिँ म किम्बु टिप्छु है गाइज। ल हेर्नु त गाइज, किम्बु कम्ती छैन, टिप्नुपर्छ। अब किम्बु टिप्नुपर्छ है। यहाँनिर बर अचाउँछु, राख्छु एकछिनलाई। यो किम्बुलाई नि यहाँनिर ओछ्याउनु पर्छ होइन।
यो सबै गोडगाड गर्नुपर्छ पहिला गाइस। यसलाई पहिला सबै यसरी झिक्नुपर्छ अनि माथिबाट बरा ओछ्याउनुपर्छ क्या। मेरो टेक्निक किम्बु टिप्ने टेक्निक हेर्नु ल। अब यो भयो होइन, ल यता खाली भयो। अब सर्लक्क भएर यसलाई ओछ्याइदिने, जम्मै यतैतिर झर्छ। ल अब हेर्नु होला, यहाँ पनि हेर्नु होला साथीहरू, फर्सीको बोट कत्रो कत्रो भएको छ, दामी सप्रे छ है, हल्लली लागेर हल्लली सप्रे छ फर्सीको बोट। यहाँ चाहिँ रेन लिली फुल्न थालेछ बिचारा। मैले हेला गरेर यसलाई यहाँ रोपिदिएको, फालिदिएको पो त के को रोप्नु हौ, यत्तिकै फालिदिएको। यहाँ फुल्न थालेछ अचम्म उदेको हो। यो घन्टे फुल पनि कस्तो दामी हुन्छ कि, दामी देख्छ हौ गाइसहरू। भ्यूसहरू हेर्नु, वरिपरि घरहरू यस्तो छ हाम्रो वरिपरि। अनि यो पनि दामी देख्छ हेर्नु त, कटिङ गरेको अस्ति मैले सर्लक्क लागेको। अब यसमा चाहिँ दामी घन्टे फुल फुल्छ। अब यो किमो चाहिँ म टिप्न जाँदैछु गाइसहरू। यो चाहिँ पल्लो घरको हो क्या, यत्रो ठुलो रुख छ होइन। अनि यहाँबाट चाहिँ हात्ती हाँगा चाहिँ यतातिर निभेर राख्छ गाइस। अब चाहिँ म टिप्छु है। अनि हेर्नु होला नमुरेको कौली कत्रो कत्रो भएको छ। हेर्नु होला बन्दकोपी सप्रेर केही छैन। यस्तोहरू भचाउनुपर्छ भन्छ होइन युट्युबमा हेर्दाखेरि। हेर्नु त पोको पर्दैछ बन्दकोपी। ल हेर्नु है नमुरेको बारीमा के छ। बन्दकोपी कस्तो दामी छ है। यो धनियाँ चाहिँ कति खाएँ मैले, बिच सबै खाएर बाँकी राखेकोहरू डल्लो पर्दैछ। अन्त हेर्नु त गाइसहरू, मकै मैले गोडी भ्यायो। अहिले बिहान मकै गोडेको सबै। यतातिर चाहिँ मकै छ। यो चाहिँ मकै हो गाइसहरू, नमरेको बारीको मकै हो। मैले अघि बिहान गोडेर पानी हालिदिएको, एकदम सुक्खा छ नि त, पटक पटक घामलाई चाहिँ झुम्रा पड्किने घाम। यता झार पनि उम्रेछ, लट्टेको साग पनि उम्रेछ हो। यतातिर सिपी पनि रोपिदिएको छु। सबै मकै र सिमी रोपिदिएको छु गाइस। अनि हेर्नु होला यहाँनिर मैले इस्कुस फर्सी रोपिदिएको छु अस्तिको दिन मात्रै होइन। यो मलहरू हालेर पत्काले छोपिदिएर चाहिँ यहाँनिर रोपिदिएको छु फर्सी। यो पनि दामी आएको छ। अनि गाइस यहाँ चाहिँ लट्टेहरू साग उम्रिँदैछ। लट्टेको सागहरू चाहिँ टन्न उम्रेछ, घाँस पनि उम्रेछ, साग पनि उम्रेछ बारीमा। यो कुरिलो पनि उम्रेछ। यो कुरिलो पनि उम्रेछ, कति खाने कुरिलो। हेर्नु होला कम्पोस्ट मल हेर्नु होला गाइसहरू। अब चाहिँ मैले यसमा लगाइदिन्छु खतपत पारेर। हेर्नु है गाइसहरू मैले कसरी लगाउँदैछु। यसले हल्का यसरी खन्ने है। मैले चाहिँ घरबाट लिएर आएको यो तरकारीको छेक्लाहरू। अब नमुराइले चाहिँ यहाँ बारीमा कम्पोस्ट मल हाल्दैछ गाइसहरू। अब हेर्नु होला मैले यसरी छोपिदिएँ है। ल हजुरहरूले पनि यसरी नै मल बनाउनु होला।
मल बनाएर हाल्नु होला हेर त ल कस्तो दामी भएर मल ए अम्मा नि किचनको फोहोर त किन फाल्नु पर्यो त सबै यसरी हालिदिने हैन यसरी छोप्दियो किरा पनि लाग्दैन ल भयो अब यता चाहिँ ल अब चाहिँ म किम्बु टिप्न लागिरहेको छु गाईछहरू हेर्नुलाई यस्तो दामी किम्बु छ कि आमा कालो न कालो ए कति खाने हो कति खाने गाईछहरू कति खाने यसरी भुइँमा झर्छ है साथीहरू कस्तो मिठो छ नि अम्माले आधा जस्तो हिजो जाम बनाएको यसको कस्तो गुलेछ मान्छे भएको त अनि किन आएको लाटे भित्तामा कस्तो छ त्यो त्यो बेर देखाएर यसले त अर्को त राख्छु न नमुराले चाहिँ किम्बु टिपेर खाँदैछ है गाईछहरू त्यहाँ रहेछ त भयो अब यसो राख्नु भने वाटर के अरे पेपी बेलन अब चाहिँ होइन गाईछहरू मेरो बारीमा चाहिँ कस्तो दामी पेपर मेलन उम्रेको छ पेपर मेलन हो पेपी मिलन पेपर मेलन पेपी ल्याउ न गाई चाहिँ मैले यत्रोबाट देखेको चाहिँ फर्स्ट हेर न यहाँनिर त अचम्म यत्रो ठुलो देखेको हेर्नु न यी छक्कै परे यत्रो हुँदो रहेछ यसको साइज त नि यी यतातिर पनि छ एकपल्ट कतै खाने मेरो पेपर मिलन त यतातिर पनि छ है गाई छोरो यी हेर्नु त सानै छ यी अलि ठुलो हुँदैन हामी देखाउनु पर्छ नि त यी हो कस्तो मिठो छ यो रसै रस हुन्छ क्या यो नम्बरका बारीमा चाहिँ के छ हेर त गाईछहरू पेपर मेलन कस्तो दाम उम्रेको छ अनि हेर्नु होला इस्कुस जति टिप्यो त्यति आउँछ अरे नि त अल्पर जान्छ अल्परबाट कस्तो देख्छ राम्रो देख्छ हरियो रहेछ है पुदिना देख न यता हेर्न गाईछहरू यता पुदिना पनि छ नमुराएको अलिकति पुदिना पनि छु आउँदै आएको बेलामा यसको चाहिँ भएर भयो मलाई नलिँदै राख्दैन दुइटा टिपेर दिन्छु माथि छ नि त मेरो एक उयो त्यसमा मलाई धेरै जाँदैन दुइटा मात्रै पुग्छ के ला दुइटा चाहिँ अचार खाने भने टेस्ट मात्रै अचम्मै भयो अब मैले चाहिँ गाई किम्बुलाई मजाले धोएर चाहिँ यसरी नाङ्ग्रामा फिजाउनुपर्छ क्या यसमा धुलोहरू हुन्छ मसिनो किराहरू हुन्छ क्या अनि यसरी पखालेर चाहिँ एकछिन नाङ्ग्रामा राखेर अनि पानी तरिन्छ नि त अनि खानुपर्छ है गाई अनि हेर्नु होला यहाँ सिप्लेको साग होइन अनि के अघिको पेपर मिलन यहाँ चाहिँ भयो के अरे प्याजको पत्ता यो सिप्लेको साग भयो होइन अब माथि फेरि टमाटर टिप्न जाउँ गाइज अब टमाटर टिप्छु गाइज हेर्नु होला टमाटर फलेको छ नमुराएको रुफटपमा चाहिँ अस्ति दुइटा चाहिँ मुसाले खाइभएछ होइन यो पालिको चाहिँ म खाना दिन्न ए वा भेन त ल टमाटर आफ्नै बारीकै गाइज अब चाहिँ सिमीहरू फुल्दैछ नमुराको बारीमा यहाँनिर त भएको छ सिमीको बोटहरू गाइज यहाँ फुल्दैछ नि त ल
अब चाहिँ केही होला जस्तो है नमरेको बारीमा फुल्दैछ अब मजाले फल्छ क्या लटरममा पारेर यतातिर चाहिँ पुदिना उम्रिँदैछ धनियाँ घाम छिपिसक्यो अब बोट सबै मर्छ अब भरे 4 बजेसम्मलाई चाहिँ घाम दिएर भएपछि यस्तो हुन्छ क्या गाई हिँड्नेवाला गाईहरू फर्सीको बिरुवा यत्रो भएको छ ए कस्तो दामी देख्छ नि फुलेको बेलामा के भन्नु र गाई घाम लागेको छ हो 4 माइल आउन आँटेको छ आज चाहिँ यसरी मैलाहरू निकाल्दैछ बाहिर परबाट गाडी आउँदैछ चट्ट पारेर ल यहाँ राखेँ नि त आफ्नो बारीको 4वटा पनि खानु पायो यो फुल चाहिँ कस्तो दामी फुलेको हेर नि गाईहरू चिटिक चिटिक पारेर माटो चाहिँ चिसो चाहिँ यो चिसो भएपछि के अरे सुकेपछि मात्रै हाल्नुपर्छ पानी चाहिँ ल यतिको भयो है गाईहरू यो भनेको चाहिँ लगभग भएको जस्तो हो यहाँ चाहिँ यो चाहिँ तितो एकदमै यो यसलाई चाहिँ के भन्छ यो तितो पानी हो यो खायो भने चाहिँ फेरि बिहोस हुन्छ मान्छेहरू अब अझै पकाउनु पर्छ यो डाक्लो अलिकति नरम होस् अब चाहिँ मैले यहाँ फ्राई पनि बसाइरहेको छु है साथीहरू अब अचार बनाउन आइरहेको छु रस राखेँ मैले चाहिँ अब यो टमाटर अनि कसरी चाहिँ मजाले हाल्नुपर्छ है साथीहरू यो पिरो बनाउनु पर्यो नि त भने त केही बनाउँदैन हौ अब त साह्रो भन्नु जस्तो पिरो पा खानु पर्यो नि त गाई एकछिन छोप्दै मैले अब अलिक टमाटर पाकोस् यो चाहिँ मैले अहिले भर्खर टिपेको टमाटर फेरि माथि कौसीको त्यही है साथीहरू 3-4वटा टिप्यो होला 3-4वटा हाल्दै त तेरो त अब बेसार हाले अनि यो चाहिँ के भन्नु ल यो चाहिँ लप्सीको बोक्रालाई चाहिँ पिसेको है साथीहरू एकदम यो चाहिँ म जहिले राख्छु कि लप्सी बनाउँदाखेरि लप्सीको अचार बनाउँदाखेरि बोक्रा चाहिँ नफालिकन सुकाएर राख्छु अनि प्लास्टिकमा राख्ने अनि यसरी चाहिएको बेलामा अलिअलि निकालेँ तातो पानी भिजाउने अनि सिलौटोमा मस्तसँगले पिन्ने क्या अनि अब यसरी काम लागेन भने त ल कागती अहिले एउटा सोधे पनि 20 रुपियाँ पर्छ हो कागती 20 रुपियाँ छ अब अघिको सिपले मैले मजाले 5-6 चोटि पखालेर अनि यसरी निचोरेर राखेको छु है सिपले पखालेन भने चाहिँ फेरि खाइ सक्दैन तितो भएर ओठाइ गनाएको भन्नु कि मान्छे नै गनाएको भन्नु कि लुगाई गनाएको भन्नु कि भाँडै गनाएको भन्नु कि हो
यस्तो डेन्जर गनाउँछ नि त यो त फेरि त्यतिर त बसी नसक्नु हुन्छ नुन थोरै राखेको छु यसलाई चाहिँ यो तितोलाई मार्नको लागि चाहिँ अमिलो धेरै चाहिन्छ कि गाइसहरू कागती भन्छ 2टा डल्लै चाहियो होइन चाहिँ कागती बत्ती यो युज गरेको छु बोक्रा चाहिँ अनि अब भयो अमिलो पिरो तितो है टक्क परेको गाइज र मेरो कुकुरले गरिब भएको बिचरा कस्तो मलाई त सुतेछ भने यो जुम्रा पड्किने घाममा ल हेर्नु साथीहरू कस्तो भयो सिप्टे घानको अचार अब यसमा चाहिँ तिलसिलहरू मैले केही हाल्नु साग जस्तै पकाएको होइन तर यसमा चाहिँ अमिलो र पिरोको मात्रा चाहिँ एकदमै पिरो धेरै हालेको छु अब यसमा चाहिँ भात मजाक मुछेर खानुपर्छ है हेर्नु न उसलाई पनि गर्मी भएको बिचरा है यस्तो त गर्मी हुन्छ नि माया लाग्दो चिसोमा सुतिरहेछ भुइँमा भ्यात्त लगाएर ल मैले चाहिँ अचार फिजाइसकेको छु है गाइसहरू अब चाहिँ भात खान पर्छ यस्तो हुन्छ नि त ल लतक्क भरेको पिरो र अमिलो टक्क ल यसरी नै बनाएर खानु होला सिप्ले खान्छ भन्ने मात्रै है मेरोमा चाहिँ टन्नै छ बारेमा ल यसरी नै बनाएर खानु होला सिप्ले गान भेट्नुभयो भने चाहिँ कतैतिर बाई बाई